म सानैदेखि बोका थिए। हुन त आफ्नो नसाएकै लुम्सो चलाएर आनन्द लिन सकिने कुरा धेरैलाई सानै उमेरमै थाहा हुन्छ। यो कसैलाई सिकाउनु पर्ने कुरा होइन। पिसाब फेर्दा वा त्यसै पनि सोचमा डुब्दै झुक्किएर नसाएकै लुम्सो छोइहाले र त्यसलाई चलाए, स्वभावत त्यसको आकार बढ्छ, रगतको बहाव बढ्छ, ठन्किन्छ। यो बिस्तारै सिकिने कुरा हो, सबैले सिक्छन् अनि स्वभावत ठन्किने मात्र होइन, जाने बुझेरै चलाउन थालिन्छ। नसाएकै लुम्सोबाट पानी आउने भएको पनि हुँदैन, तर त्यसलाई रगडेर, चलाएर, मुसारेर आनन्द लिन कोठाभित्र एकान्तमै सिकिन्छ। 10 वर्षको उमेरसम्म त सबैजसोले एक न एक पटक एकान्तमा नसाएकै लुम्सोसँगको सामिप्यता कायम गरेकै हुन्छन्। तर म यो मामिलामा निकै अगाडि थिए। 4-5 वर्षको उमेरदेखि नै म यसमा निकै जानकार थिए। एक कक्षामा पढ्दादेखि नै म नसाएकै लुम्सो चलाएर मज्जा लिन सक्ने, बुझ्ने भइसकेको थिए। यो अरूको सामुन्ने गर्न नहुने र एकान्तमै गर्नुपर्ने कुरा पनि स्पष्ट थियो। यसरी सुरु भएको मेरो हस्तमैथुनको यात्रा प्रत्येक वर्ष नयाँ नयाँ ढङ्गले बढ्न थाल्यो। यसरी नसाएकै लुम्सो चलाउँदा कुनै कुरा मनमा उब्जन्थेन। न शरीरमा कुनै हर्मोनकै उत्पादन हुन सुरु भएको थियो, जुन वर्षौं टाढा थियो। कुनै केटीको विचार वा काल्पनिक दृश्य बिना नै यो काम सम्भव थियो। तर मज्जा उति नै आउँथ्यो। कहिले घण्टौसम्म पनि चलाउँथे, तैपनि त्यो चरम बिन्दुसम्म पुग्थेन, हात गल्थ्यो, थकाइ लाग्थ्यो। घरमा अरूले देख्लान् कि भन्ने डर हुन्थ्यो। 3 कक्षा पुग्दासम्म एक तरिका पत्ता लगाए। पत्ता मात्र लगाएको होइन, बस त्यही तरिकाले मात्र आनन्द लिन थाले। सधैँझै बिहान बिउजिने बित्तिकै कट्टुभित्र हात हालेर निन्द्राकै तालमा नसाएकै लुम्सो चलाउनु पर्ने बानी लागेको थियो। घोप्टो परेर सुतेको रहेछु, ठन्किएको नसाएकै लुम्सो मेरो जाँघ र खाटको बीचमा चेपिएको थियो। सिरानीबाट तल खसिसकेको टाउकोलाई सिरानीतिर सार्दा शरीर पनि तानियो। नसाएकै लुम्सो खाट र जाँघको बीचमा चेपिएर जाँघमा दलिन पुग्यो। यो सजिलो हुन्छ जस्तो लाग्यो। खाटमा पुठो तलमाथि सारे, नसाएकै लुम्सो चेपिएर हातले चलाएजै चल्यो, आनन्द उस्तै। नठन्किएको नसाएकै लुम्सो भने यसरी दल्न सकिन्न। अलिकति ठन्किएपछि यसरी दल्न, रगड्न मिल्थ्यो। कहिले सिरानीमाथि पनि यसो गर्नु पर्थ्यो। सिरानी ओछ्यानभन्दा अलिक कडा हुने हुँदा नसाएकै लुम्सो राम्रोसँग रगडिन पाउँथ्यो। यसो गर्दा हात पनि नगल्ने, अनि अरू कोही आइहाले चल्न बन्द गरेपछि सुतेको जस्तो मात्र देखिने। यो उपायले मैले आफ्नो बालककालको वर्षौं आनन्द लिन पाए। 6 कक्षामा पुगिसकेको थिए। 10 वर्षे केटो म 20-25 वर्षे केटीहरूतिर आकर्षित हुन थालेको थिए। बजारमा साहुनी निर्जलाको 15 वर्षकै उमेरमा बिहे भएको थियो। उनी 2वटी छोरी मध्ये एउटी 8 वर्षकी अनि अर्की 4 वर्षकी भइसकेका थिए। तर मलाई निर्जला मन पर्थ्यो। एक दिन पसल जाँदा उनी बाहिर भाडा माझिरहेकी थिइन्। म्याक्सी घोडाभन्दा माथि नतानी बसेर काम गर्न गाह्रो हुन्थ्यो। उनलाई ख्याल पनि थिएन म्याक्सी निकै माथि पुगेर उनको साप्रा माथिसम्मै देखिएको थियो। त्यो उमेरको आइमाईको साप्रा मैले त्यसरी कहिल्यै देखेको थिइनँ। सेतो, चिल्लो, रौँको नामो निशान थिएन। त्यस्तो सफा अनि ठूलो साप्रा देख्दा पहिलो पटक मेरो मनमा महिलाप्रति उत्तेजना आयो। त्यो पहिलो पटक थियो नसाएकै लुम्सो नचलाई नै कसैलाई देखेको भरमा ठन्कियो। पसलको काम छिटो छिटो सकेर म घरतिर दगुरे। मलाई त्यो दृश्य सम्झिन मन भयो सधैँको लागि। मेरो पहिलो त्यो यौन आकर्षण सिर्जना गरिदिएकोमा निर्जलालाई धन्यवाद सधैँ दिनेछु। त्यसपछिका दिनहरू मेरा वर्षौंको एक्लै नसाएकै लुम्सो चलाउने कामभन्दा फरक हुनेवाला थियो। आखिर अब निर्जलाको त्यो सुन्दर मादक हाँसोसँग उनको साप्राको दृश्य जो मेरो दिमागमा छापसरी छापिएको थियो। अब हरेक पटक खाटमा नसाएकै लुम्सो रगड्दा मलाई तिनै सेता चिल्ला साप्राको ख्याल आउँथ्यो। म विभिन्न रूपमा निर्जलालाई देख्थे, तर सबैभन्दा मन पर्ने रूप त त्यही म्याक्सीमा नै थियो। तलबाट उनको म्याक्सीभित्र छिरेर उनका साप्रालाई चुप्पा खान्थे अनि च्याप्प समाती कुनै रुखलाई अङ्गालो हाले जै गरी उनको साप्रामा नसाएकै लुम्सो रगड्थे। कहिले उनी खाटमा लम्पसार परेको कल्पना गर्थे, घोप्टे परी नसाएकै लुम्सो उनको साप्रामा पर्ने गरी उनको शरीरमाथि मच्चिथे। वास्तविकतामा म खाटमाथि मच्चिएको भए पनि कल्पनामा उनै निर्जलाको तिघ्राले मलाई मस्त पारेको थियो। म बजार जाँदा केही किन्नु नपर्ने भए पनि उनको पसलमा छिर्थे। उनीसँगै माया गरेर मलाई केही न केही खुवाएर पठाउँथिन। मलाई खानको लोभ थिएन, बस त्यहाँ हुँदा उनको अनुहार देख्न पाउँथे, उनको ओठ निहाल्न पाउँथे।
उनका तिग्रा अनि कहिलेकाहीँ साप्राको केही भाग फेरि देख्न पाउँथे। कहिले उनी ब्लाउज र पातलो साडी जस्तो कपडा बेरेर बसेकी हुन्थिन्। त्यो बेला मैले उनको छातीमा देखेको त्यो दृश्यले पहिलो पटक केटीको भइगटेको सुन्दरताले मलाई आकर्षित गरेको पाए। त्यो बेला फेरि मेरो नसाएको लुम्सो ठन्कियो। 11 वर्षको उमेरसम्ममा मेरो अरू केटाहरूको भन्दा ठूलो र पुष्ट थियो। रङ्ग पनि पहिले भन्दा अलिक गाढा थियो। सायद नियमित रगतको वहावले गर्दा होला अनि धेरै चलाउँदा यसको तन्तुहरू बलियो भएकाले होला। अब यो नसाएको लुम्सो थिएन, बिस्तारै विकसित भइरहेको थियो। निर्जलाका हरेक मुस्कानका दृश्य मेरा लागि नयाँ खुराक बन्थे। तिनै दृश्यको सहारामा म बेलुकी र बिहान नयाँ कल्पना रच्न पाउँथे। उनीसँग चप्किएर बसेको नयाँ कथाहरू बुन्दै उनकै कल्पनामा उत्तेजित हुन पाउँथे। उनका प्रत्येक शब्दको झन्कारले मेरो मनमा नयाँ तरङ्गहरू पैदा गर्थ्यो। उनको प्रत्येक नयाँ पहिरनले मेरो शक्ति क्षीण बनाउँथ्यो। म खाटमाथि अझै रफ्तारमा मच्चिन्थे अनि त्यसले नपुगेपछि हातले जोडले समातेर चलाउँथे। नसाएको लुम्सोको माथिको छाला फर्किने गरी तल तान्थे। अति पीडा हुन्थ्यो, तर आनन्द पनि त्यही अनुपातमा बढ्थ्यो। म उनीसँग समय बिताउन पुरै बजार बन्द गराइदिन्थे। पुरै गाउँका सबैजना कतै घुम्न पठाइदिन्थे। गाउँमा बाँकी हुन्थ्यौ त हामी दुई मात्र। पुरै दिन छुट्टी जस्तो बजारको माथि रहेको आँपको बगैँचामा हामी भेट्थ्यौं। आँपको रुखहरूको छहारीमा दुबोको मैदानमा उनी सुतेकी हुन्थिन्। उनलाई लपक्क अङ्गालो हालेर उनको तिग्रामाथि मच्चिन्थे। उनको म्याक्सीभित्र छिरेर उनको साप्राहरूमा चुम्मा गर्थे अनि उसको ब्लाउज निकालेर उनको भाइगटेका दानाहरू चुम्थे। उनका भाइगटेका दाना बीचमा ठन्किएको नसाएको लुम्सो राखेर दुवै भाइगटेका दानाले च्यापेर छाला फर्किने गरी हल्लाउँथे, रगड्थे। उनीसँग रातभरि यो क्रीडा चल्थ्यो। म उनका भाइगटेका दाना र साप्राका प्रत्येक इन्च चुम्थे। उनका सबै लुगा फुकालेन नग्न उनको शरीरमाथि मच्चिन्थे।